सबैलाई नमस्ते। कुनै पनि यात्रा गर्नु भनेको एउटा लक्ष्य हुन्छ। त्यो लक्ष्यसम्म पुग्नुको लागि मानिसले अनेकन अब्स्ट्याकलहरू पार गर्छ। जस्तो कि मैले जीवन जिउनुमा पनि सबैभन्दा बढी सङ्घर्ष गरेको र अब्स्ट्याकल आएको भनेको चाहिँ डान्स नै हो। तर म आफू गर्न सक्दिनँ। वर्ल्ड अफ डान्समा चाहिँ म सहभागिता छु। यसको लागि डान्स भनेको चाहिँ यस्तो कुरा हो जस्तो लाग्छ मलाई, जो चाहिँ आफूले जे जान्दछ त्यो नै गर्ने हो। मैले जे जान्दछु त्यही नै गरेँ जस्तो लाग्छ। तर पनि यो वर्ल्ड अफ डान्स भन्ने कुरा चाहिँ जसरी हाम्रो अर्गनाइजर टिम साथीहरू जो हुनुहुन्छ, शुभचिन्तक जो हुनुहुन्छ, उहाँले जसरी सक्सेस गर्नुभएको छ, जसको चाहिँ म साक्षीको रूपमा एक हदसम्मको व्यक्ति हो। साँच्चीकै एकदमै आनन्द र म जस्तो दर्शकको लागि पनि एकदमै भित्रैदेखि आनन्द एक किसिमको लागेको छ। त्यो चिज हेर्न पाउँदा, त्यो चिजलाई महसुस गर्न पाउँदा साँच्चै आनन्द लागेको छ। त्यसको लागि जोरदार ताली जो अर्गनाइजरलाई, यहाँ जो आउनुभएको छ सम्पूर्णलाई एकदमै नमस्कार। खासमा 4वटा ग्लास, एक बोतल छ, यसैको लागि पनि एकपटक ताली बजाउँ। अलिकति अघि छोटो थियो आएको छ है। आजको साँझ साँच्चीकै अविस्मरणीय रहोस्। फेरि पनि वर्षौँ वर्ष यस्तो किसिमको इभेन्टहरू चाहिँ भइरहोस्, जस्तो कि वर्ल्ड अफ डान्स जो चाहिँ एउटा क्लासमा थियो। मैले त त्यो दिन, म आजको दिनसम्म मैले बिर्सन सकेको छैन। सायद यो आज म बिर्सन पनि नपाऊँ। यस्तै यस्तै चिजहरू चाहिँ निरन्तर गर्दै गरेर जाउँ। दुईजनालाई यहाँ बोलाउन चाहन्छु। दुवैजनाको लागि एकदमै यो खतरनाक थियो। यो आँट, यो सोच, पहिले एउटा सोच हो, सोच आउने एउटा कुरा हो र त्यसपछि आँट गर्नु आएको कुरा हो। यति नै भन्छु, धेरै भावुक भएँ होला। माहौल अर्कै छ, रमाइलो गरौँ। बाँकी thousands audition, hundreds perform, and now only the best remain. So excited to watch the dancers of Nepal rock non-stop. Something that I could do to my community is something needed, and then we started working. Yeah, JD, what's good? Make that event work. Thank you so much, Lions Aksham, Chitrakar, and Kusum Karmacharya. Everybody, Team Axial, the official lights and sound partner for World of Dance Nepal 2026. Just a few words to the team of World of Dance Nepal. Anyway, it was JD's dream, I think, pushed me forward, like JD ko vision I had to execute it. So I hope I could reach what he expected. That's the only thing I can say. So short but really so inspiring. Yes, Deria Mono! I think we should be going ahead with today's. Actually, सबैजनाले ताली बजाइदिउँ न है। See, without any of you like this,
is not possible. World of Dance Nepal 2026 अलिक खल्लै हुन्थ्यो तपाईँहरू बिना. सो सबैजना त्यति नै भ्यालुएबल हुनुहुन्छ. रात बल्ल सुरु भएको छ, सबैजना थाकिसकेको जस्तो छ. सबैजनाले come on, make some noise. Thank you, Delia. Now moving forward to the supporters that we had. Our club, but also he is the younger brother of our national director, Mr. Roshan Gautraj. But also he is the younger brother of our national director, Mr. Roshan Gautraj. Biplab ji, kahan hununcha? Please come forward. Upper Team Division's runner-up, Innate Souls. He's one of the best of the best of Nepal. So are you excited? World of Dance Nepal 2026! कस्तो लाग्यो तपाईँहरूलाई? So this was the the highlights from the grand finale of World of Dance Nepal. You see your hands up. Everybody make some noise. Once again, welcome to an evening of gratitude by World of Dance Nepal to all the supporters. This night is all the name of yours. To all the supporters, to all the believers who trusted us, who trusted in our vision and helped us grow, not just grow, but to inspire and elevate the coming up generations of dance community in Nepal. Thank you so much, everybody. Sachin Nai, please. On stage. Raz. Alright, once again, everybody, let's welcome Mr. Daya Hengraj! It's a celebration that, as you know, तपाईँ धेरै सेगमेन्ट्सहरूमा वर्ल्ड अफ डान्स नेपालसँग कहीँ न कहीँ जोडिनु नै भएको छ. अनि तपाईँको त्यो माया, तपाईँको त्यो लभ भनौँ आर्टिस्टहरूप्रति, नट जस्ट एक्टर्स, अब डान्सहरू पनि त्यो चिजहरू अलाइन भइरहेको छ. सो थ्याङ्क यू सो मच फर डुइङ द्याट सर. अब ढिलो नगरिकन आई थिङ्क we should go with the champagne, but त्यो भन्दा पनि अगाडि हजुरकै मुखबाट यो जति पनि हाम्रो जर्नी छ
तपाईँले विटनेस गर्नुभएको छ धेरै नजिकबाट सो वर्ल्ड डान्स नेपालको जर्नी यहाँसम्मको जर्नी चाहिँ कस्तो थियो त्यो शब्द हामी सबैजनाको लागि everybody once again give it up for Graham Wright थ्याङ्क यू दाइ पनि भर्खरै आइपुगिसक्नु भएको छ शशीजी पनि हुनुहुन्छ प्रशान्त सरसँग पनि म केही कुरा गर्न चाहन्छु जस्ट a few words sir as you have witnessed us from the day one till today whatever you want to say Thank you so much. मैले के भन्न चाहन्छु भन्दाखेरि डेफिनेटली सपना देख्नुपर्छ होइन जुन सपना रोशनले देख्यो त्यसलाई फिल्डमा ल्याउनुको लागि जेडीले मिहिनेत गर्यो त्यसै धेरैजना हाम्रो टेक्निसियन्सदेखि लिएर टिम एक्सलदेखि लिएर हाम्रो म्यानेजिङ टिमबाटदेखि लिएर प्रोडक्सन टिमदेखि लिएर अल द स्पोन्सर्स सपोर्टर्स हामीले खासमा 3 देखि 5 वर्षसम्म लाग्छ होला यो स्टेजसम्म आउनुको लागि भनेर सोचेको थियौँ होइन यो सेकेन्ड इयरमा जस्तै दहाङ राई जति पनि कलाकारहरू जति पनि जोडियो यो प्रोग्रामलाई अझ हाइप हुने गर्यो र सेकेन्ड इयरमा नै हामीले 3 देखि 5 वर्षको सोच चाहिँ सेकेन्ड इयरमा नै हामीले पायौँ त्यसको लागि सबै टिमलाई सबै डान्सर्स जति पनि पार्टिसिपेन्ट्सहरू हुनुहुन्थ्यो फ्रम इन्डिया नेपाल यो सबै डान्स फ्रेटर्निटीको लागि एउटा चाहिँ एकदमै ठुलो मौका थियो किनभने नेपालको ट्यालेन्ट नेपालबाट इन्टरनेसनल प्लेटफर्म वर्ल्ड अफ डान्समा जाँदैछ त्यसले गर्दाखेरि हामी सबैलाई प्राउड फिल भइरहेको छ त्यसैमा हामी सक्सेस पार्टीमा आज सबैजना हामी छौँ र सेलिब्रेसनको लागि र यो सक्सेस यहाँ उपस्थित हुनुभएका सम्पूर्णसँग सेयर गर्न चाहन्छु वन्स अगेन कङ्ग्रेचुलेसन्स वर्ल्ड अफ द डान्स नेपाल टिम थ्याङ्क यू सो मच Thank you so much. Let's go with the champagne, baby. 6, 5, 4, 3, 2, 1. Can we have a volume down? Please, समयको लागि हाम्रो आदरणीय दाइ मिस्टर सशिन्द्र चित्रकारज्यूलाई पनि बोल्दै सकिँदै champagne on भइहाल्यो so I thought you like we should just get started with the champagne in your hands. Thank you so much Sashindra Chitrakar dai. Now everybody let's get started with our own thing. Can we have the music please? Evening of gratitude. Thank you so much for this. Bro, as a main guest, so Zahra is already in the house. Please make some noise with Dhayan Rai. That's your local